Hey guys, it's me Selena Shrestha. Welcome back to my YouTube channel. I hope you guys are well. And today, this is my first time to visit Dubai Miracle Garden. I'm really excited to share this beautiful experience with you all. So let's explore this beautiful place together. मैले चाहिँ ट्राभलको भिडियो बनाएन हैन सिधै हामी टिकट लिएर इन्ट्री गरेको थियौँ मैले भिडियोहरू गर्नु भएको थियो अनि सबैभन्दा पहिला चाहिँ टपमा गएर पुरा भ्यूहरू हेरिरहेको थिएँ कस्तो देखिन्छ भन्ने यसमा बुझ्दै नबुझिकन गएको हो नि त हामी एकदम रमाइलो भइरहेको थियो एकदम स्वर्गमा पुगेको महसुस भइरहेको थियो हैन यति धेरै मान्छेहरू थियो यति धेरै टिकटक बनाउने मान्छेहरू थियो फोटो खिच्ने ठाउँ पनि पाएनौ कति ठाउँमा त अनि यति ठुलो एरोप्लेन पनि थियो तर त्यसको भिडियो चाहिँ मैले बनाएन किनकि मेरो दिमागमा आएको थिएन कि म भिडियो बनाउँछु अनि युट्युबमा अपलोड गर्छु भनेर मैले भिजिट गरिसकेपछि मनलाई चाहिँ के लाग्यो भने हजुरहरूलाई पनि देखाउनुपर्छ भनेर हैन यहाँ चाहिँ फुलको बगैँचामा पुगेको जस्तो भएको थियो कि यस्तो यति एक्साइटेड भएको थियो त्यहाँ जाँदा चाहिँ हैन यस्तो राम्रो फुलको बगैँचामा पुगेपछि स्वर्गमा पुगेको भन्दा पनि आनन्द महसुस भइरहेको थियो हैन धेरै राम्रो राम्रो ठाउँहरू थियो तर हामी राम्रोसँग घुम्न नपाउँदै यता घुम्यो फोटो खिच्नको लागि चाहिँ हैन ठाउँ खोज्दै ठिक्क भयो न क्यामेरा गतिलो छ न फोटो आउने ठाउँ राम्रो नभएर फोटो त्यस्तो राम्रो ठाउँमा पनि फोटो नराम्रो आउँछ र भन्ने तर क्यामेरा गतिलो छैन के गर्ने हैन यहाँ चाहिँ एकदम राम्रो महल जस्तो थियो पानीहरू आइरहेको थियो मलाई चाहिँ पानी एकदम मनपर्छ अनि हामीले त्यहाँ बसेर फोटो पनि खिचेका छौँ हैन खासमा मैले भिडियो बनाउने सोचै आएको थिएन त्यही भएर ट्राभलको पनि बनाउँथेँ नत्र हैन हजुर यस्तो राम्रो ठाउँ अब हजुरहरूलाई नदेखाउने कुरा त हुँदै भएन त्यही भएर हजुरहरूलाई पनि देखाउनुपर्छ भनेर बनाएको खासमा यति धेरै मान्छे थियो मलाई चाहिँ लाज लागिरहेको थियो त्यो भिडियो बनाउनलाई त्यही भएर लुकी भिडियो बनाइरहेको थिएँ यस्तो राम्रो राम्रो ठाउँ माइ गड तपाईँहरू पनि यति दुबईमा हुनुहुन्छ भने एकचोटि पक्कै जानु होला यहाँ चाहिँ यस्तो राम्रो महल थियो हैन राजाको ताज थियो यति ठुलो एरोप्लेन पनि थियो ठाउँहरू त सबै राम्रो थियो हैन तर मलाई यो हार्टवाला के फुलको हार्टवाला है यहाँ मलाई नै आनन्द मिलिरहेको थियो कि एक्साइटेड थियो हिँडेको छ हिँडेर नि हुन्छ यति धेरै हिँड्यो कि हैन टिकटा हात्ती थियो यस्तो रङ्गी बिरङ्गीको हैन सबैजना त्यहाँ फोटो खिचिरहेको थियो क्यामेराले फोटो खिच्ने भनेको क्यामेराले फोटो खिच्दै महँगो रहेछ कि रियालिटी भनिदिएँ झुट लुकाउनु हुँदैन नि यहाँनिर हैन कस्तो ठुलो आँप थियो कि तर कस्तो महँगो भने तर कस्तो मिठो देखिरहेको थियो मलाई चाहिँ त्यो बच्चाले खेल्ने रियलमा जान मन लागिरहेको थियो तर के गर्नु म बच्चा भएन हामी चाहिँ घुम्दै खासमा हामीले सर्च गरिरहेको भनेको चाहिँ त्यो डान्सिङवाला स्ट्याचु थियो नि त्यसैले हामी त्यो ठाउँमा पनि पुगेको छ तर त्यो ठाउँमा पुगेपछि एकदम रमाइलो भएको छ राम्ररी ध्यान दिएर हेर्नु होला हैन तपाईँहरू पनि जाँदै हुनुहुन्छ भने एकदमै इमिडिएट आइडी नभुल्नु होला अनि त्यसपछि भिडियोहरू बनाउन नभुल्नु होला है कति धेरै थियो कि चोरी खानु मन लागेको थियो तर के गर्नु मेरो फेभरेट चाहिँ टेडी बियर हो हैन टेडी बियरको पनि कति धेरै ओ माइ गॉड यस्तो पनि हुन्छ र भनेको के फ्लावरको यस्तो राम्रो बनाएको थियो यो दिमाग ल्याउने मान्छे चाहिँ को होला कि यति धेरै पर्फेक्ट बनाउने चाहिँ को होला यस्तो यति धेरै बनाउँदा यति धेरै मान्छे आउँछ भनेर सोच्ने चाहिँ को होला हैन हामी चाहिँ त्यसपछि मसरुम भिलेजमा गइदिएको के अब लुती दिदी चाहिँ छिटो हिँडिरहेको थियो हैन पातली छ नि त अनि छिटो हिँड्न सक्यो आफू त मोटी बढ्यो बिस्तारै हिँड्यो ठाउँ राम्ररी हेरेर हैन यहाँ चाहिँ एकदम राम्रो घरहरू थियो हैन मलाई चाहिँ के लाग्यो भने यो घरभित्र चाहिँ मान्छे बस्छ कि बस्दैन जस्तो लागेको थियो अनि फेरि सोचेँ बच्चा छोडी न हो यति त सबैले दिमाग लगाइहाल्छ नि हौ यो त सबको लागि पो राख्या हो भनेर आफैलाई सम्झाएँ हैन
अनि हामी चाहिँ त्यहाँ माथि गयौँ। अनि माथि गएर एकछिन त्यहाँ रेस्ट गरेको थियौँ। अनि त्यसपछि यस्तो दिदीहरूले चाहिँ कति भिडियो बनाएको भन्दै हुनुहुन्थ्यो होइन, तर म भिडियो बनाउन छोड्दिनँ। जुम गरी गरी बनाउने होइन। कति ह्यान्डसम केटाहरू पनि थियो के, तर के गर्नु आकाशको फल आँखा त रिमोर भने जस्तै भन्न मिलेन। नचिनेको मान्छेलाई बोल्नु भएन होइन। चाहिँ 2-3जना केटाहरू यसरी हेरिरहेको के गरिरहेको केटीले भनेर नि मैले चाहिँ लास लागेर क्यामेरा बन्द गरेँ। फेरि अर्को ठाउँमा गएर स्टार्ट गरेँ होइन। अनि त्यहाँ चाहिँ एउटा केटीको फोटो खिचिरहेको थिएँ। कति राम्रो कपाल के। मेरो पनि बोयफ्रेन्ड भए त्यहाँ भए म पनि यहाँ आउँथेँ कि यसै गरी भनेर सोचेँ। मनमा नै सोचेँ अब सपनामा त सम्झिन त पाइन्छ, सपना त देख्न पाइन्छ नि होइन। अनि त्यसपछि हामी चाहिँ गयौँ। यसो हाम्रो फेस पनि देखाइदिएको। अब कतिले चिन्नु भएन होला नि त, सायद देख्नु भएको छैन होला, फर्स्ट टाइम हेर्दै हुनुहुन्छ होला होइन। यस्तो राम्रो ठाउँ थियो। दिस इज अमेजिङ के। जाने बित्तिकै वाउ भन्ने शब्द मुखमा आइहाल्थ्यो। यहाँ चाहिँ 2-3जना नेपाली दिदीहरू हुनुहुन्थ्यो होइन। उहाँले चाहिँ टिकटक बनाइराख्नु भएको थियो। उहाँहरूको भिडियो बनाउनु लाग्यो। फेरि के भन्छ पर्मिसन बिना टिकटक बनाउन भिडियो खिच्नलाई अलाउड छैन नि त। मान्छेको प्राइभेसी भङ्ग गर्नु हुँदैन, त्यही भएर बनाइदिएन। दिनटा चाहिँ कस्तो राम्रो किल्ला थियो होइन। एकदम राम्रो लागेर हामी चाहिँ 6 बजी पुगेको थियौँ। रात पढ्न लागिसकेको थियो भन्ने, रात पढिसकेकै थियो के गर्नु। अनि हामी गयौँ त्यहाँ चाहिँ अब 2-3वटा फोटोहरू खिच्यौँ। एकदम राम्री लड्कीहरू आउनु भएको थियो कि केटीहरू। हिन्दी धेरै बोल्ने बानी भएर हिन्दी नै बोल्छु भने। अनि हामीले पनि त्यो ठाउँमा बसेर फोटो खिच्यौँ होइन। त्यतापट्टि गएपछि त ओ माई गड यति ठुलो के, यति ठुलो मयूर थियो। अरू त के होइन, त्यस्तो नसोच्नु न के। कस्तो राम्रो मयूर थियो कि मैले पनि देखिरहेको थिइनँ होइन। घरको भिडियो बनाउँदै गर्दा यसो हेरेको त यस्तो ठुलो भिडियो। ओ माई गड सरी, यस्तो ठुलो मयूर। ओ माई गड म त हेरेकै भएँ। अनि त्यसपछि हामीले चाहिँ त्यहाँनिर अलिकति टाइम लिएर फोटो खिच्यौँ होइन। फोटो मात्रै खिच्यौँ, भिडियो बनाएन। किनकि हाम्रो अब टाइम पनि सकिन लागिरहेको थियो, टाइम दुखिरहेको थियो। हामी चाहिँ खाना अनि यता जाँदा पनि छैन, उता जाँदा पनि छैन। डान्सिङवाला स्ट्याचु खोज्दै गएको त डान्सिङवाला स्ट्याचु नै भेट्दैन। किङको मुकुट भेटिसक्यो, क्विन नै भेट्दैन। किङ नै छैन, मुकुट मात्र भेटेर के गर्नु भन्ने सोच्यौँ। अनि हामी चाहिँ हिँड्यौँ। तर यहाँको के हामीले जे खोजिरहेको थियो होइन, त्यो चाहिँ लास्टमा भेटिरहेको के यस्तो राम्रो ठाउँ होइन। यस्तो राम्रो किल्ला, 2टा घोडाहरू थियो होइन। त्यहाँ लभवाला पनि थियो, डान्सिङवाला पनि थियो होइन। त्यसपछि जेन पनि हुनुहुन्थ्यो। त्यहाँनिर चाहिँ एउटा के भनौँ म्युजिसियन नै भनौँ है, उहाँले पर्फर्म गरिराख्नु भएको छ। एकदम मिठो लाग्यो कि। त्यस्तो साउन्ड चाहिँ मलाई आजको सुनाउँछु, तपाईँहरूलाई सुनाउनु हुँदैन किनकि धेरै हल्ला गऱ्यो कि सुनाइदिन्छु होइन। तर एकदम मिठो बनाउनु भएको थियो। स्वर्ग जस्तो ठाउँमा आएर होइन यस्तो पियानो सुन्न पाउँदा। पियानो होइन त्यसलाई के भन्छ यसको कमेन्ट गरिदिनु ल, मलाई यसको नाम आएन होइन। पियानो त होइन, पियानो त अर्कै हुन्छ। अनि यस्तो मिठो बजाउनु भएको थियो। अनि हामी चाहिँ पछिसम्म हेरेर बस्यौँ। यो दाइको यो कन्सर्ट नसकुन्जेलसम्म चाहिँ हामी त्यहीँ हेरेर बस्यौँ होइन। त्यसपछि त्यहाँ 1-2टा फोटोहरू खिच्यौँ। अरे चिन्ता नगर्नु न, यसको साउन्ड म लास्टमा हालिदिइहाल्छु नि। हौ यस्तो मिठो धुन हजुरहरूलाई नसुनाइ कहाँ छोड्छु र म। अरूभन्दा पनि मलाई मेरो मनमा चाहिँ एउटा क्वेसन आइरहेको होइन। यति ठुलो ठाउँ छ, यति धेरै फुलहरू छ होइन। यस्तो क्रिएटिभिटी देखाउने मान्छे चाहिँ को होला, कसको दिमागमा आयो होला, कति वर्ष लाग्यो होला, कति चाहिँ खर्च लाग्यो होला।
यस्तै ठाउँ नेपालमा पनि बनाउन सकिन्छ होला है, कमेन्ट गर्नुहोस् है। खासमा यो चाहिँ एकदम राम्रो छ कि कस्तो हेर्दै आनन्द आउने के। तपाईँहरूलाई त भन्नै बिर्सेछ, अघि मस्तमा हाँस्न गएर हामीले रोटेटवाला बाटो भिडियो पनि बनाएको थियौँ होइन। यस्तो लाज लागेर होइन, त्यो त नेपाली नै हुनुहुँदो रहेछ होइन। यत्तिकै बनायो, यत्तिकै गीत पनि थिएन, त्यत्तिकै डान्स गऱ्यो एकचोटि। एउटा चाहिँ डान्समा चाहिँ गीत छ होइन, त्यो चाहिँ म लास्टमा बजाउँछु। गीत नै नआएर यत्रो मान्छेहरूको अगाडि भिल्ला। अनि फेरि हामीले बच्चा जस्तो उफ्रेर गयौँ कि यहाँ मसरुम हाउस भन्दा छेउमा चाहिँ यस्तो रमाइलो भइरहेको थियो, बच्चा जस्तो फिलिङ आइरहेको थियो भने। अब फोटोहरू पनि ठन्नै खिच्यौँ, भिडियोहरू बनायो, यस्तो टिकटकतिर अपलोड गरेको छु होइन। गएर लाइक कमेन्ट गरिदिनु होला है। थ्याङ्क यू सो मच गाइज फर वाचिङ दिस भिडियो। लास्टसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ होइन। लास्टमा मैले अलिकति म्युजिक राखिदिएको छु, त्यो एकदम राम्रो छ होइन, एकदम के भन्छ त्यसलाई, मन शान्त गर्ने खालको के। लास्टसम्म हेरिदिनु होला। धेरै धेरै धन्यवाद साथ र सपोर्टको लागि। नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला। अझै पनि यस्तै भिडियोहरू ल्याउने छु, योभन्दा राम्रो ल्याउने कोसिस गर्नेछु होइन, किनकि यो त मैले सोचेकै थिइनँ नि त अपलोड गर्छु भनेर। ओके बाई बाई गाइज, लेट्स मिट इन नेक्स्ट भिडियो।